नमस्कार। आज म यहाँहरूलाई शेयर बजार भनेको के हो र शेयर बजारमा कसरी लगानी गर्ने भन्ने सन्दर्भमा नयाँ लगानीकर्ताहरूको लागि लक्षित गरेर यो भिडियो सामग्री तयार पार्दैछु। यहाँहरूले पुरा भिडियो हेर्नुहोला। सायद तपाईले पनि शेयरको कारोबार या शेयर बजारबारे सुन्नुभएको होला। अहिले 50 लाख बढी नेपालीहरू शेयर बजारमा आबद्ध छन्। यद्यपि त्यसमा सबैले शेयर कारोबार भने नगरेका हुन सक्छन्। तर कुनै न कुनै रूपमा शेयर बजारबारे धेरै नेपाली बीच चर्चा हुने गरेको छ। शेयर बजार प्रवेश गरेर कतिपयले राम्रो आम्दानी गरेका छन्, तर कतिपयले गुमाएका पनि छन्। पुँजी आर्जन गर्ने विषय सामान्यतया सबैको चासोको विषय नै हो। सङ्गठित संस्थाका लागि पुँजी सङ्कलन गर्न तथा बिक्री गर्न, व्यक्तिले पुँजी आर्जन गर्न, श्रम तथा लगानी गर्न सकिने धेरै वैधानिक क्षेत्रहरू छन्। सोही मध्येको एउटा विस्तृत क्षेत्र हो शेयर बजार। सूचना प्रविधिको विकाससँगै पछिल्लो केही दशक यता शेयर बजार विश्वव्यापी बनेको छ। शेयर बजारमा सङ्गठित र व्यक्तिगत रूपमा कारोबार गर्न पाइने व्यवस्था छ। इन्टरनेट, मोबाइल तथा ल्यापटप कम्प्युटरको पहुँच भएको जोसुकै व्यक्ति पनि शेयर बजारमा प्रवेश गरेर कारोबार गर्न सक्ने अवस्था बनेको छ। परिभाषाको हिसाबले हेर्दा शेयर बजार भनेको कुनै कम्पनीको धितो पत्रको प्राथमिक र द्वितीय कारोबार गरिने बजार हो। यसलाई पुँजी बजार अर्थात् स्टक मार्केट पनि भनिन्छ। नेपालमा नेपाल धितोपत्र बोर्ड सेबोनले शेयर बजारको नियामक निकायको भूमिका निर्वाह गर्दछ भने नेपाल स्टक एक्सचेन्ज नेप्सेले यसको सञ्चालन गर्दै आएको छ। साथै नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिदकर्ता तथा विक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रूपमा धितोपत्रको खरिद, बिक्री वा विनिमयको कार्य सम्पन्न गर्ने बजार स्थान वा सुविधा सम्झाउनु पर्दछ भनेर शेयर बजारलाई परिभाषित गरेको छ। तर नेप्से शेयर बजारको प्लेटफर्म मात्रै नभएर यहाँबाट सङ्गठित संस्था, कृषि, उद्योग, व्यापार तथा सरकारका लागि आवश्यक हुने दीर्घकालीन तथा मध्यम समय यस बजारबाट पुँजीको आपूर्ति गर्न सकिन्छ। धितोपत्र ऐन 2063ले शेयर बजारमा कारोबार हुन सक्ने धितोपत्रको विषयमा पनि स्पष्ट परिभाषित गरेको छ। धितोपत्र भन्नाले सङ्गठित संस्थाले जारी गरेको शेयर, स्टक, बन्ड, डिबेन्चर स्टक वा सामूहिक लगानी योजना सम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारले जमानतमा सङ्गठित संस्थाले जारी गरेको ऋण पत्र, बचत पत्र वा बन्ड पत्र सम्झनु पर्दछ। सो शब्दले धितोपत्र बजार मार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुन सक्ने भनी बोर्डले तोकिदिएको अन्य धितोपत्र वा धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकार पत्र समेतलाई जनाउँदछ भनेर धितोपत्र ऐन 2063मा उल्लेख छ। धितोपत्र बजारलाई प्राथमिक र दोस्रो बजारको रूपमा विभाजित गरेर बुझ्दा प्राथमिक बजारबाट सङ्गठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक रूपमा धितोपत्र निष्कासन गरी आफूलाई आवश्यक परेको दीर्घकालीन पुँजी प्राप्त गर्न सक्छन् भने व्यक्ति वा सङ्गठित संस्थाहरूले सो बजारबाट प्राथमिक धितोपत्र खरिद गर्न सक्दछन्। प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रहरू नेपाल धितोपत्र बोर्डमा दर्ता गराई निष्कासन अनुमति प्राप्त गर्नु पर्दछ। शेयर किनबेच कसरी गर्ने त? शेयर बजारमा लगानी कसरी गर्ने त? अब आउनुहोस् यस सन्दर्भमा जानकारी लियौँ। आफ्नो ब्याङ्कमा गएर तपाईँले डिमेट खाता खोलेपछि CRN नम्बर लिनुपर्छ।
त्यसपछि मेरो सेयरको खाता खोल्नुपर्ने हुन्छ। यो अनिवार्य छैन, मेरो सेयरको खाता खोल्नु चाहिँ अनिवार्य छैन। यदि मेरो सेयरको खाता यहाँहरूले नखोलेको अवस्थामा यहाँहरूले बैंकमै गएर सेयर आवेदन दिनुपर्ने हुन्छ। मेरो सेयरबाट आइपिओमा आवेदन दिन एकदमै सजिलो छ, तसर्थ मेरो सेयरको खाता खोल्ने प्रचलन पनि बढ्दै गएको छ। तपाईले सेयर भर्दा जति पनि भर्न सक्नुहुन्छ। तपाईलाई सेयर परेन भने तपाईको पैसा फिर्ता आउँछ। मागे भन्दा कम पर्यो भने परेको पैसा काटिन्छ र बाँकी पैसा फिर्ता हुन्छ। पहिलो पटक आइपिओ भर्दै हुनुहुन्छ भने तपाईलाई डिम्याट खाता बनाउनु पर्ने हुन्छ। तपाईले नजिकको बैंकमा गएर बैंक खाता खोलेपछि डिम्याट खाता पनि खोल्नुपर्ने हुन्छ। डिम्याट खाता भनेको तपाईको सेयर राख्ने खाता हो। सामान्य रूपमा यहाँहरूले यति बुझे हुन्छ। डिम्याट खाता खोलिसके पछाडि आफ्नो बैंक खाता भएको ठाउँमा गएर सीआरएन नम्बर लिनुपर्छ। यहाँहरूले बैंक खाता खोलिसके पछाडि डिम्याट खाता खोल्नुहुन्छ र सिम्पल त्यहीँबाट यहाँहरूले सीआरएन नम्बर लिन सक्नुहुन्छ। कहाँ खोल्ने त डिम्याट खाता? डिम्याट खाता तपाईले बैंक वा ब्रोकरबाट खोल्न सक्नुहुन्छ र त्यही ठाउँबाट मेरो सेयरको युजर नेम र पासवर्ड पनि लिन सक्नुहुन्छ। तपाईले फारम भरेपछि मेरो सेयरको युजर नेम र पासवर्ड तपाईको इमेलमा आउँछ। तपाईसँग मेरो सेयर भयो भने तपाईले घरमै बसेर जुनसुकै ठाउँबाट आइपिओको लागि आवेदन दिन सक्नुहुन्छ। मेरो सेयर लिनु भएन भने आइपिओको लागि आवेदन दिन बैंक खाता भएको शाखामा गएर फर्म भरेर लाइन बसेर आइपिओमा आवेदन दिनुपर्छ। माथिका सबै प्रक्रिया पूरा भएपछि तपाईले आइपिओमा आवेदन दिन सक्नुहुन्छ। तपाईलाई सेयर परेपछि परे जति रकम तपाईको बैंक खाताबाट कट्छ र तपाईलाई त्यो रकम बराबरको सेयर तपाईको डिम्याट खातामा आउँछ। अब तपाईको सेयर आवेदन दिइसके पछाडि सेयर पर्यो भने त्यो परेको सेयर चाहिँ कसरी बेच्ने त? आउनुहोस् यो बारेमा पनि जानकारी लियौँ। सेयर कसरी बेच्ने त? आफ्नो नजिक भएको ब्रोकर कम्पनीमा गएर केवाइसी भरेपछि टिएमएस को युजर नेम र पासवर्ड इमेलमा आउनेछ। मेलमा आएको युआरएल खोलेर लगइन गरी फर्गेट र पासवर्डमा क्लिक गर्नुहोला र आफ्नो युजर नेम र इमेल हाल्नुहोला। त्यसपछि इमेलमा पासवर्ड परिवर्तन गर्ने लिङ्क आउनेछ। इमेलमा आएको लिङ्कमा क्लिक गरी पासवर्ड परिवर्तन गर्न सक्नुहुनेछ। ट्रेडिङ युआरएलमा गई आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरी टिएमएसमा लगइन गर्नुपर्ने हुन्छ। लगइन गर्दा तल देखाउने कोड जस्ताको तस्तै टाइप गर्नुपर्ने हुन्छ। आफ्नो सेयर बेच्नको लागि अर्डर म्यानेजमेन्टमा गई नर्मल अर्डरमा क्लिक गरी सेल छान्नुहोला। त्यसपछि बेच्न चाहेको कम्पनी र कतिमा बेच्ने हो मूल्य निर्धारण गर्नुहोला। त्यहाँ रहेको हाई र लो पोइन्ट बीचको मूल्य छान्नुपर्ने हुन्छ। त्यसपछि प्लेस अर्डरमा क्लिक गर्नुपर्ने हुन्छ। यदि तपाईको सेयर कसैले खरिद गरेमा सोको तल कम्प्लिट भनेर देखाउँछ, नत्र ओपन या क्लोज हुने छ। बीचमा अर्डर परिवर्तन वा रद्द गर्न अर्डर म्यानेजमेन्टमा गई अर्डर बुकमा जानुहोस् र ओपन अर्डरमा क्लिक गर्नुहोला। मोडिफाइड क्लिक गरी परिवर्तन वा रद्द गर्न सक्नुहुनेछ। बिक्री भएको सेयर तपाईको मेरो सेयरमा गएर माई एडिट्समा गएर ट्रान्सफर गर्नुपर्ने हुन्छ, नत्र तपाईले जरिमाना तिर्नुपर्ने हुन्छ। सोभन्दा पहिले नै माई पर्चेज सोर्समा गएर वाक क्याल्कुलेट गरेको हुनुपर्ने छ। तपाईले एडिट्समा गएर सेयर ट्रान्सफर गर्नुभन्दा पहिला माई पर्चेजमा गएर वाक क्याल्कुलेट गर्नुपर्ने हुन्छ। सेयर बजारको बारेमा धेरै कुरा जान्नुपर्ने हुन्छ। यो थोरै कुराले पनि तपाईलाई सहयोग गर्नेछ भन्ने
मैले अपेक्षा गरेको छु। यो भिडियो सामग्रीमा यहाँहरूलाई मैले सेयर बजार भनेको के हो र सेयर बजारको कारोबार कसरी गर्ने भन्ने सन्दर्भमा यहाँहरूलाई मैले बेसिक जानकारी यो भिडियो सामग्री मार्फत सैद्धान्तिक हिसाबले दिएको छु। यहाँहरूले ध्यान दिएर सुन्नुभयो भने यहाँहरूलाई केही न केही रूपमा यो सामग्रीले आफ्नो सेयर कारोबारमा केही न केही सहयोग गर्ने अपेक्षा पनि लिएको छु। यहाँहरूलाई यो भिडियो सामग्री कस्तो लाग्यो कृपया सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला र यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला र धेरैभन्दा धेरै साथीहरूमा सेयर पनि गरिदिनुहोला। हवस् त, धन्यवाद।